कुखुराको चल्लाहरूलाई चारो राखिदिने यो तरिका गजब छ। ल हेर्नुहोस् त, एउटा पानीको सानो जारलाई यसरी चाहिँ नि एउटा चाहिँ यो कुखुराको चारो लगाउने भाँडो बनाउन सकिँदो रहेछ। यसरी हेर्नुहोस् त, तल्लो भाग यसरी काट्ने होइन, त्यो चारै कुनामा यसरी काट्ने, यसरी काटिसके पछाडि साना साना प्वालहरू बनाउने होइन, साना साना प्वालहरू बनाइसके पछाडि हेर्नुहोस् त एउटा त्यो त्यो उसको बट्टाको बिर्कोमा हेर्नुहोस् त यसरी दुलो खोपेर होइन, त्यसलाई चाहिँ त्यहाँ जोइन गरिदिने होइन। हेर्नुहोस् ट्याक्क राखेर जोइन गरिदिने, स्क्रुप लगाएर त्यहाँ जोइन गरिदिने। जोइन गरिसके पछाडि त्यो छर्ने होइन, चारो छरिने डर भएन नि त, एकदमै मजबुत भयो। अब माथिबाट चारो लगाइदिने, हेर्नुहोस् त कुखुरालाई चारो लगाइदिने माथिबाट। अब तल त्यो सानो प्वालबाट सबै जति खान्छन् त्यति निक्लिन्छ बाहिर। हेर्नुहोस् त कस्तो गजबको आइडिया, तपाईँले घरमै बनाउन सक्नुहुन्छ है यो चाहिँ। हेर्नुहोस् त।